हाई गाइस सो फाइनली बसको टिकट पनि काट्यो सो केही मिनेट पछाडि हामी मेरो सिट चाहिँ यो यहाँ दुईटै ठाउँमा चट्ट सिट पायो म नेपाल जाँदैछु सो हाम्रो गाडी चाहिँ यही हो हेर्नु त गाडी बवाल छ सो त्यस्तै हो तिहारको बिचमा घर जानुपर्ने भयो बिराम भएर अब नेपाल जाँदैछु सो भोक लागिरहेछ केही खानुपर्ने तनाव छ यार अनि त्यही हो कुरो चाहिँ एकदम दाइले पैसा दिएको थियो पैसा चाहिँ उहाँले आधी चलाउनु भएको रहेछ आधी नै चलाएको रहेछ सो त्यो नपाउँदाखेरि चाहिँ अलिकति मनमा नराम्रो फिल भयो सो त्यही हो गाइस अब केही मिनेट पछाडि म नेपाल जाँदैछु आइएम सो एक्साइटेड बट म हल्का बिरामी पनि छु त्यही पनि केही छैन आफ्नो देश जाँदा चाहिँ खुसी हुँदो रहेछ सो केही छैन म घर जाँदैछु पगोडा मार्केटमा छु पगोडा मार्केटमा बवाल पाराले खाजा खानुपर्छ रिल्याक्स गर्नुपर्छ होइन छैन भोलि म बुटवल झर्ने छु बुटवल झरिसकेपछि चाहिँ हिँड्नेछु त्यस्तै हो हजुरहरूलाई ह्याप्पी दिपावली अब ह्याप्पी दिपावली पनि आउँदैछ होइन आइसक्यो सो गाइस म चाहिँ यहाँ खाजा खानु पऱ्यो भोक लागिरहेको जस्तै भोक लागिरहेको छ मलाई खानालाई चट्ट जानु पऱ्यो यता खाजा के रहेछ भनेर चाहिँ यसो बुझ्ने जानकारीमा खाजा क्या क्या है रेड नेपाली मोमोज चिल्ली पोट्याटो चाउमिन नेपाली थाली चिल्ली पोट्याटो चिकन के पाउँछ यहाँ नेपाली नै हो नेपाली हो के पाउँछ यहाँ मोमो छ चाउमिन छ फ्राइड राइस छ पटेटो छ झोल मोमो छ झोल मोमो हुँदैन अचार मात्रै ओके म हेर्छु है यता झोल मोमो छैन अरे सो त्यही हो त्यस्तै गाइस सब खाइरहेको लस्सी चाहिँ खानु पऱ्यो है गाइस ल अहिले चाहिँ चिकन मोमो हाफ टट्ट ल्याए नेपाली स्टाइलको सो टेस्ट गरौँ है सोका पुरै खास साथ हस् धन्यवाद है अब गाडीतिर जाँदैछौँ हामी लस्सी अनि खाना खान सकेन यार के भयो यार त्यति खानै मन लाग्दैन यो चाहिँ प्याक गरेँ अब बाटोमा भोक लाग्यो भने खानुपर्छ हाल्नु हुँदैन अन्नलाई वेस्ट गर्नु हुँदैन सो के ठुलो छ यार लास सो लगभग
हामी निस्किन लागिसक्यो बस खाजासाजा खाएर अब म पनि रेडी भएँ सो त्यही हो अब सो गाइस मैले चाहिँ अन्डा अर्डर गरेँ जुन खाना खाने ठाउँमा खाना चाहिँ राम्रो हुँदैन यो बाटोमा यो अनि 2वटा अन्डा इसको किचप किधर गया इसमें डाल दो भैया हाँ यस यस और थोड़ा डाल दो यार अनि यो हो नि त शैली त यार शैली हो नि त यार के गर्ने गाइस आज खाना चाहिँ यही हो यति नै एउटा स्याउ लिएको छ यो 3वटा अन्डा अनि 2वटा ब्रेड सो गुड मर्निङ गाइस सबैले शुभ बिहानी यो चाहिँ नेक्स्ट डेको ब्लग हो बसमा अब राति के भिडियो बनाउने होइन हामी चिया नास्ता गर्ने ठाउँमा आइपुग्यो सो त्यही हो गाइस अब बिस्तारै म एक्सप्लोर गर्नेछु तपाईँलाई अब के हो राति अब भिडियो राम्रो देख्दैन त्यही हो बाटोमा भिडियो बनाइरहेको छु सट्टै यस्तो ठाउँमा आएर रोकिएको छ यहाँ वासरुम जाने चिया